जय जेनजी। आज 2082 असोज 1 गते देश रहेको छ र मेरो मन रहेको छ। म पनि गहभरी आँसु त बाहिर नदेखे पनि मनभरि आँसुहरू छलकिरहेका छन्। म हिजो आफ्नो जेनजी उमेरमा साम्यवादको सपना देख्थेँ। कम्युनिस्टहरूले देखेको सपना, संसारभरिका मजदुरहरू एक हौं भन्ने नारा लिएर मैले पनि आफ्नो यौनिक समय जेनजी उमेर मैले नेकपा एमालेमा अन्धेरा शिविरमा खर्च गरेँ। र मैले कसरी कम्युनिस्ट भएको थियो भने त्यो बेला मेरो आदरणीय नेता ओमभक्त सेनाई, कमरेड ओमभक्त सेनाईज्यूले पढाइराख्नु भएको थियो। साम्यवादीले गाई पाल्छ, दुध बाँडेर खान्छ, पुँजीवादीले गाई पाल्छ, एक्लै खान्छ। म बाँडेर खानेतिर लागेको थिएँ। कोही धनी कोही गरिब हुँदैन भन्ने सपना देखेको थिएँ। अनि मैले पढ्न थालेँ बोल्सेविक क्रान्तिहरू, चिनिया क्रान्तिहरू, कोरियन क्रान्ति, भियतनामी क्रान्तिहरू, संसारका समाजवादी विद्यार्थी आन्दोलनहरू, समाजवादी आन्दोलनहरू पढ्दै आफूलाई यो देशको एउटा सेवकको रूपमा मैले आफूलाई बुझ्दै गएँ, म काम गर्दै गएँ। तर जब 2050 सालमा मदन भण्डारी, तत्कालीन महासचिव मदन भण्डारीको हत्या भयो, अनि 54 मा महाकाली सन्धिमा कोही सन्धि पास गर्ने, कोही सन्धि पास नगर्नेमा नेकपा एमाले फुट्यो, माले र एमाले भयो। तर म आफू एमाले नै रहेँ र म 2050 सालको पार्टी पिएँ र मैले लामो समय एमालेमा खर्च गरेँ, लागेँ, बुझेँ, जनवादी केन्द्रीयता, पार्टी पद्धति, लेनिनवादी सिद्धान्त बुझेँ। र मैले 60 सालदेखि मैले गणतन्त्रको नारा 5 थरको फेदेनमा लाउन थालेँ। 61 साल ज्येष्ठ 1 गते अखिलको स्थापना दिवसमा मैले गणतन्त्र चोक घोषणा गरेँ। मलाई सहयोग पुर्याउने चन्द्र कुमार आङदम्बे, दिनेश श्रेष्ठ, बुद्धराज लिम्बू, हिमाली निमाङ अनि तारा हाङ तावा, मैले सबैलाई सम्झाउनुपर्छ। त्यो बेला चन्द्र कुमार आङदम्बेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँ नेभी सङ्घको विद्यार्थी नेता हुनुहुन्थ्यो। ताराहाङ नेभी सङ्घको विद्यार्थी नेता, हिमाली नेभी सङ्घको विद्यार्थी नेता, म लगायत दिनेश श्रेष्ठ, बुद्धराज लिम्बू लगायत हामी अखिलको नेतृत्वमा थियौँ। र जब गणतन्त्र चोक घोषणा गरेपछि तत्कालीन पार्टी सचिव गणेश कम्बाङ, पार्टी जिल्ला नेतृत्व भवानी लिङदेन, राजकुमार भण्डारीहरूले मलाई गाली गर्नुभयो। राजाको देशमा आलु गणतन्त्र आउँछ? तर मैले भने कमरेडहरू, यो मुलुकमा गणतन्त्र चाहिन्छ, संघीयता चाहिन्छ। तर त्यो बेला एमालेका नेता मात्रै हुनुहुन्थ्यो, केपी ओली भन्नुहुन्थ्यो बलगाड चढेर गणतन्त्र आउँछ, तर आयो। काङ्ग्रेसको त्यो बेलाका विद्यार्थी नेताहरू गगन थापा, अखिलका नेता राजेन्द्र राई, रामकुमारी झाँकी, जसले 2062 साल पौषमा काठमाडौँमा गणतन्त्रको नारा लाउनु भयो। र मैले नेपालमै पहिलो सार्वजनिक हिसाबले गणतन्त्र चोक मैले 61 सालमै घोषणा गरेको थियो। र जनआन्दोलन 2 सफल भयो, माओवादीको बन्दुक बिसाइयो र मुलुकमा सङ्घीय लोक गणतन्त्र आयो। तर म आफूलाई मधेसको आन्दोलन उठिरहेको थियो, लिम्बुवानको आन्दोलन उठिरहेको बेला तत्कालीन जिल्लाका कमरेडहरू भन्नै पर्छ, गणेश कम्बाङ, राजकुमार भण्डारी, भवानी लिङदेनजीहरूले मलाई कारवाही गर्नुभयो। र 64 साल